हेर्नुस् त, एआईले सफ्टवेयर बनाउने तरिकालाई पुरै हल्लाइदिएको छ। हामी यस्तो समयमा छौं जहाँ कोडिङ भनेको के हो त्यसको मतलब नै बदलिँदैछ। ल आउनुहोस् यो क्रान्तिभित्र पसेर हेरौँ न त। एकछिन सोच्नुहोस् त, यदि दिमागमा आएको कुनै आइडियालाई केवल वर्णन गरेर, बोलेर वा लेखेर मात्रै एउटा पुरै चल्ने एप बनाउन सकियो भने, सुन्दा त साइन्स फिक्सन फिल्म जस्तो लाग्छ होइन र? तर विश्वास गर्नुहोस्, हामी यो यथार्थको एकदमै नजिक पुगिसकेका छौं। अब हेर्नुस्, सफ्टवेयर डेभलपमेन्ट भनेको एक्लै कोठामा बसेर गर्ने काम मात्र रहेन। अब त हामीसँग एउटा नयाँ पार्टनर छ, एआई, र यो पार्टनरले गर्दा काम छिटो मात्र होइन, अझ सजिलो र भनौँ न अझै क्रिएटिभ पनि बन्दैछ। यसलाई एकदमै सरल भाषामा भन्दा एआई एनहान्स्ड डेभलपमेन्ट भनेको के हो भने कोडिङ जस्तो गाह्रो काममा मद्दत गर्न स्मार्ट टुल्सहरू प्रयोग गर्नु हो। तर यो हामीले सोच्ने सामान्य अटो कम्प्लिट जस्तो होइन है, त्योभन्दा धेरै माथिको कुरा हो। यो त एउटा बौद्धिक सहकार्य, एक किसिमको पार्टनरसिप नै हो। कोडिङको यात्रा पनि लामै छ। सुरुमा त एउटा लाइन एउटा अक्षर आफै टाइप गर्नु पर्थ्यो। त्यसपछि आइडिइज जस्ता टुल्स आए जसले अलिअलि सहयोग गर्न थाले। तर एआईको आगमन भनेको सानोतिनो परिवर्तन होइन, यो त एउटा ठूलो फड्को हो। किनभने यो एउटा टुल मात्र होइन, यो त हाम्रो आशय बुझ्ने एउटा सहयोगी हो। तर प्रश्न उठ्छ, यो जादु आखिर चल्छ कसरी? कसरी एउटा मसिनले मान्छेले जस्तै गरी कोड लेख्न सक्छ? ल आउनुहोस्, यसको पर्दा पछाडि के छ त्यो हेरौँ। खासमा यो 3वटा स्टेपमा काम गर्छ। स्टेप 1, डेभलपरले आफूलाई के चाहिएको हो भनेर सादा भाषामा बताउँछ। स्टेप 2, एआईले अब के आउन सक्छ भनेर अनुमान लगाउँछ। तर शब्दहरू होइन है, कोडको सानो सानो टुक्राहरू, जसलाई टोकन भनिन्छ। अनि अन्त्यमा तिनै टोकनहरूलाई जोडेर एउटा काम गर्ने कोड तयार हुन्छ। यहाँनिर पुरानो र नयाँ तरिकाको फरक प्रष्ट देखिन्छ। पहिलेको तरिका भनेको खाली ठाउँ भर्ने जस्तो थियो, एउटा फिक्स फर्म्याटमा, एकदमै रिजिड। तर अहिलेका एलएलएम्स मतलब लार्ज ल्याङ्ग्वेज मोडल्सहरूले चाहिँ आवश्यकताअनुसार बिल्कुलै नयाँ र मौलिक कोड नै बनाइदिन सक्छन्। यो एकदमै फ्लेक्सिबल छ। ल अब आउँछ सबैभन्दा रमाइलो कुरा। यो प्रविधिले डेभलपरहरूलाई कस्तो खालको सुपर पावर दिइरहेको छ त? यसले उनीहरूको काम गर्ने तरिकामा के कस्तो परिवर्तन ल्याइरहेको छ, हेरौँ है त। यो त एउटा गजबको उदाहरण हो। सोचौँ त, कुनै सामान्य एपीआई एन्डपोइन्ट बनाउनु पर्यो रे। पहिले यसको लागि दर्जनौं लाइनको कोड लेख्नु पर्थ्यो, दिक्क लाग्दो, घरिघरि गल्ती हुने। तर अहिले एउटा कमेन्ट लेखिदिए पुग्छ, जस्तै #create a get endpoint for users। बस एआईले बाँकी सबै काम तुरुन्तै गरिदिन्छ। यसले गर्दा डेभलपरहरूले आफ्नो समय र दिमाग साँच्चै गाह्रो र क्रिएटिभ काममा लगाउन पाएका छन्। अनि कुरा नयाँ कोड लेख्ने मात्र होइन, एआईले पुरानो कोडलाई सुधार्न पनि मद्दत गर्छ। कुनै एकदमै जटिल कोड छ भने त्यसलाई सेलेक्ट गरेर एआईलाई भन्न सकिन्छ, ल यसलाई अझै इफिसियन्ट बनाइदेऊ। अनि एआईले त्यसलाई सफा र छिटो चल्ने बनाइदिन्छ। यो त कस्तो भयो भने आफ्नो छेउमा सधैँ एउटा अनुभवी सिनियर डेभलपर बसेर सघाइरहेको जस्तो। र यसको असर त निकै ठूलो छ। विभिन्न अध्ययनहरूले के देखाएका छन् भने एआई टुल्स प्रयोग गर्ने डेभलपरहरूले आफ्नो काम 55% छिटो सकाउन सक्छन्। सोच्नुहोस् त, 55%! यो सानोतिनो सुधार होइन, यो त उत्पादकत्वमा आएको एउटा ठूलै छलाङ हो। अनि अर्को महत्त्वपूर्ण कुरा के हो भने यो प्रविधि खाली एक्सपर्टहरूका लागि मात्र होइन। यसले कोडिङलाई धेरै मानिसहरूको पहुँचमा पुर्याइरहेको छ। कसैसँग एउटा राम्रो आइडिया छ, तर कोडिङको गहिरो ज्ञान छैन भने पनि एआईले त्यो आइडियालाई वास्तविकतामा बदल्न मद्दत गर्न सक्छ। तर हरेक शक्तिशाली चिजको अर्को पाटो पनि हुन्छ, जिम्मेवारी। एआईले बनाउने कोड सधैँ 100% सही हुन्छ भन्ने छैन। त्यसैले यसका कमजोरी र जोखिमहरू के हुन् त्यो बुझ्न पनि उत्तिकै जरुरी छ। सबैभन्दा ठूलो चुनौती यही हो, एआईले कहिलेकाहीँ गल्ती गर्न सक्छ। बाहिरबाट हेर्दा कोड एकदमै ठिक देखिन सक्छ, तर भित्र लुकेका बग्स वा सेक्युरिटीमा समस्या हुन सक्छ। त्यसैले एआईले दिएको कोडलाई आँखा चिम्लेर विश्वास गर्नु निकै खतरनाक हुन सक्छ। त्यसो भए समाधान के त? समाधान हो मानव निरीक्षण। सबैभन्दा राम्रो तरिका भनेको एआईलाई पहिलो ड्राफ्ट बनाउन दिने, तर त्यसलाई जाँच्ने, परीक्षण गर्ने र अन्तिम निर्णय लिने काम चाहिँ सधैँ मान्छे अर्थात् डेभलपरले नै गर्नुपर्छ। याद गरौँ, एआई सह पाइलट हो, मुख्य पाइलट होइन। यसबाहेक अरू पनि चुनौतीहरू छन्,
जस्तै कतै डेभलपरहरू एआईमा यति धेरै निर्भर हुन थाल्छन् कि उनीहरूको आफ्नो सिप्पो कमजोर हुने हो कि? अनि अर्को कुरा, एआईले बनाएको कोडको कानुनी मालिक को हुन्छ? यस्ता गम्भीर प्रश्नहरूको जवाफ खोज्न अझै बाँकी छ। खैर, यी चुनौतीहरू त छन्, तर यति हुँदाहुँदै पनि भविष्य भने निकै रोमाञ्चक देखिन्छ। ल, अब एक नजर भविष्यतिर लगाउँ, सफ्टवेयर बनाउने तरिका अब कस्तो हुँदैछ। अब यस्तो कल्पना गरौँ, स्वायत्त एजेन्टहरू, मतलब यस्तो एआई जसले कोडको सानो टुक्रा मात्र लेख्दैन, बरु एउटा पुरै प्रोजेक्टलाई सुरुदेखि अन्त्यसम्म आफैले सम्हाल्न सक्छ। हामीले केवल लक्ष्य बताइदिने, बाँकी सबै काम उसैले गर्ने हो। हामी त्यहाँ पुगिसकेका त छैनौँ, तर यात्रा यही दिशातर्फ छ। अनि यति कुरा सुनेपछि सबैको मनमा एउटै प्रश्न आउँछ, र त्यो हो, के अब एआईले मान्छे प्रोग्रामरको जागिर खाइदिन्छ त? के अब मान्छेले कोड लेख्न छोड्ने हो? र जवाफ हो, सायद होइन। भविष्य भनेको मान्छे विरुद्ध मसिनको लडाई होइन, भविष्य त मान्छे र मसिनको सहकार्य हो। एआईले डेभलपर्सहरूलाई विस्थापित गर्ने होइन, बरु उनीहरूलाई अझै शक्तिशाली बनाउनेछ। दिक्कलाग्दो कामबाट मुक्ति दिएर ठूला र रचनात्मक समस्याहरू समाधान गर्न मद्दत गर्नेछ। यो त मानिसको सृजनाशीलता र मसिनको गतिको अद्भुत सङ्गम हो, जसले हामीलाई त्यस्ता चिजहरू बनाउन सक्षम बनाउनेछ जुन हामीले पहिले कहिल्यै सोचेका पनि थिएनौं।